दर्शकवृन्द बालेन्द्र शाह अछाम पुगिसकेका छन्। अछाममा पनि भव्य रूपमा उनलाई स्वागत गरिएको छ। युवाहरूको जमात हेर्न सक्छौँ हामी। उनीसँग भेट्नका लागि एक प्रकारको जमात नै उत्रिएको छ। भीम रावलको पकड क्षेत्र मानिन्छ अछाममा। यति बेला बालेन्द्र शाहप्रति पनि त्यहाँ सद्भाव माया युवाहरूले देखाइरहेका छन्। हेर्न सक्छौँ हामी यो दृश्य। सुदूर घुमिरहेका बालेलाई बोलाउँदै कर्णालीका युवाहरू। कर्णालीको पीडा बुझ्ने नेता भनेको बालेन्द्र शाह बाहेक अरू कुनै पनि हुन सक्दैन के। मलाई थाहा छ काठमाडौँको मान्छे हो, काठमाडौँको मेयर हो, तर अहिलेको अवस्थामा ऊ झापा 5बाट लडे पनि उका सुदूरपश्चिममा गइरहेछ के। सुदूरपश्चिमको पीडाहरू बुझिरहेछ के ऊ गएर। अब सुदूर दूर नै तमीलाई झिकै झिकै माया। पुरानोहरूको कारणले गर्दा चाहिँ कर्णाली सुतेको कर्णाली हो कि खासमा। उड्ने कर्णाली भनेको युवाहरूले उठाउने कर्णाली हो के। जस्तो कि हाम्रो बालेन्द्र शाह। लुसिफर भन्ने शब्द के हो भन्ने कुरा थाहा छैन। मान्छेले एउटाले भन्यो नेपालीको बानी, एउटाले हो भन्यो, त्यसपछि हो गर्ने मान्छे धेरै हुन्छन्। सुदूरपश्चिमको माटोलाई बुझ्न अहिले उहाँ गइराख्नु भएको छ नि त। प्रत्येक ठाउँ उहाँ यदि चाहनुहुन्थ्यो भने झापा 5मै मात्र बस्न चाहनुहुन्थ्यो कि आफ्नो एरिया हो, म यहीँ मात्रै ओर्छु। दर्शकवृन्द रासोपा वरिष्ठ नेता बालेन्द्र शाह यति बेला चुनावी प्रचार प्रसारमा सुदूरपश्चिम पुगेका छन्। नेपालगञ्ज हुँदै डडेलधुरा, डोटी, बझाङ, बाजुरा भएर अछामसम्म पुगेर घन्टी बजाउँदैछन्। सुदूरमा बालेन पुग्दा कर्णालीका युवाहरू पनि बालेन आउने आशामा पर्खिरहेका छन्। उहाँसँग काम गर्ने तरिका पनि छ के एक हिसाबले हैन। उहाँले कसरी काम गर्नुहुन्छ, कसरी काम गर्दा चाहिँ विकास हुन्छ भन्ने तरिका थाहा छ के उहाँलाई। उहाँ एक हिसाबले इन्जिनियर पनि हो हैन। त्यो भएको कारणले पनि होला उहाँले चाहिँ के गर्दा चाहिँ हाम्रो देश नेपाल बन्छ त, समृद्ध बन्छ त भन्ने हिसाबले उहाँले चाहिँ त्यो बाटो हिँड्नु भएको छ के। बुवा आमाहरूले चाहिँ त्यति नबुझेको हुनसक्छ र उहाँहरूलाई चाहिँ राम्रोसँग बुझाइयो भने चाहिँ सम्भव छ, चेन्ज हुन्छ पक्कै पनि। अहिलेसम्म चाहिँ हाम्रो कर्णाली सुतेको थियो। कर्णालीको तपाईँको प्रत्येक जिल्लाहरूमा जानु होइन, सञ्चार माध्यम नेटवर्कको समस्या सबै समस्या छ के। त्यहाँको जनताहरूले अहिलेसम्म पनि तपाईँको राम्रोसित लाइट बाल्न पाएको छैन। सिधा कुरा, लाइट बाल्न पाएको छैन। अहिलेसम्म तपाईँको रोड भन्ने छैन, विद्युत भन्ने अहिलेसम्म गएको छैन, रोड भन्ने कहीँ छैन। अब बेकारमा कर्णालीबाट उठाइरहेछन्, कर्णालीबाट उठिरहेछन्, जितिरहेछन् भने अहिलेसम्म कति दिइसक्यौँ क्या हामीले। माओवादीले दियौँ, एमालेलाई दियौँ, काङ्ग्रेसलाई दियौँ, जतिसुकैलाई पनि दियौँ क्या हामीले। तर अहिलेसम्म पनि विकास भनेको शून्य छ क्या। कर्णालीमा जानुभयो भने थाहा पाउनुहुन्छ क्या तपाईँहरूले कस्तो छ भन्ने कुरा। कर्णालीको पीडा सबै ठाउँ जान्छ, सबै ठाउँको समस्याहरू लिएर आउँछ र उसले गर्छ विकास। चुनाव अगाडि चाहिँ जान्छन्। हामीले तपाईँको महेन्द्र साईलाई देखेको है, कालीकोटको सांसद हो महेन्द्र साईले। हामीले योभन्दा अगाडि 79 को चुनावमा देखेको, उहाँलाई सिधै अहिले 82 को चुनावमा देख्दैछौँ क्या। भनेपछि हामीले उहाँले कसरी विश्वास गर्नु क्या। रासोपा पार्टी नै एकदमै राम्रो पार्टी हो, राम्रो भिजन भएको पार्टी हो। अहिले युवाहरूको पार्टी नै रासोपा हो। त्यहाँभित्र पनि बालेन्द्र शाह छिरिसकेपछि जहाँसम्म युवाहरूको पूर्ण विश्वास छ त्यसमा। आफू जितोस् हारोस् मतलब भएन, तर नेपालको विकास हुनु पऱ्यो क्या सबभन्दा। उहाँले चाहिँ म झापामा हार्छु जित्छु उहाँको निश्चित छैन अझै पनि। केपीको अड्डा नै हो पहिलादेखि है। केपीले जित्दै आइरहेको ठाउँ हो। योभन्दा अगाडि पनि कति 27-28 हजार मतले बढी मतले जित्नु भएको केपीजीले। अहिले चाहिँ उहाँ एकदमै रिक्स लगेर झापा 5मै जानुभएको छ। झापा 5मा जितोस् नजितोस्, तर रासोपालाई चाहिँ बहुमतको साथ जिताउनलाई चाहिँ उहाँ प्रत्येक प्रदेशमा गइरहनु भएको छ। यो पनि सबभन्दा ठुलो भिजन हो क्या। उहाँको बारेमा थाहा छैन नि त त्यहाँ, त्यही भएर उहाँ प्रत्येक गाउँमा प्रत्येक ठाउँमा जानुको कारण त्यो हो क्या। अब थाहा पाओस् त्यहाँ विकट कस्तो छ। उहाँ कालीकोटमा गयो भने त्यसपछि थाहा हुन्छ कि उहाँले फोन गर्न पाउनु भएन भने यहाँ त फोन नै आउँदैन रहेछ, टावर नै आउँदैन छ भन्ने कुराहरूको केही कुराहरूको जागरण हुन्छ नि त उहाँको। हामी अहिले काठमाडौँमा पढ्नलाई आइरहेका छौँ होइन, तर हामी फागुन 21 को चुनावमा जाने भनेर निर्णय पनि गरिसकेका छौँ क्या। गाउँ फर्क अभियान हो। कुनै पार्टीले हामीलाई पैसा दिएर गाडी भाडा दिएर आऊ त्यस्तो पनि भनेको छैन। हामी स्वतन्त्र हिसाबमा जाने हो, सिधै छाप हान्ने हो युवाहरूलाई, सकियो क्या। जुनसुकै पार्टी होस् मतलब भएन, युवा उड्नु पऱ्यो, बुढाबुढी जानु पऱ्यो।